स्कुलमा स्कुल स्थापना गरे स्कर 19 साल वैशाख 1 गतेबाट मैले स्थापना गरेको त्यो स्कुल। त अहिले स्थापना गर्दाखेरि मास्टर छैन, पढ्ने ठाउँ छैन, पढ्ने केटाकेटी छैन, अनि के गर्नु? उहाँ सरकारले दिइसक्यो कोटा, त्यहाँ मान्छे केटाकेटी फकाइ फुल्याइ ल्याइ, अनि आफूले पार्टीमा लेखिदिएर बस्ने ठाउँहरू चकटी लिएर आऊ भनी बस्ने ठाउँ बारीको पाटामा रुखको फेदमा ठाउँ छैन, पानी आयो बेलामा अर्का दलानमा, हो घाम चर्कायो भने अर्का रुखको फेदमा, त्यसो गरी गरी स्कुल छेडेर लगाएको थियो र अहिले त्यस्तो भयो त्यो स्कुल। त्यहाँ त्यो स्कुल जन्माएको मैले गरेँ तपाईँले गरे त्यो नाम चलिरहेछ, सबैले हेरिरहेछन् अहिले। त्यहाँ। अब तपाईँको कार्यकाल छ नि, अब तपाईँको पछि चाहिँ हामीले के काम गर्ने भन्नुहोस् अब। के हो के बुझ्नु 19 सालदेखि 27 साल वैशाख, 27 साल चैत, 27 साल फागुनसम्म मैले जारी खाएको त्यहाँ स्कुलमा। अनि पैसा पनि थोरै, गरेर जस पनि छैन। फेरि पैसा झिक्ने बेलामा कोषाध्यक्षको हातमा दिन्छ, आफ्नो हातमा दिँदैन, कोषाध्यक्ष झिक्छ। खान्छ त्यो झिकेको पैसा एक फेर हरिविक्रमले 20 रुपियाँ खायो, त्यो जियालाई मायालाई चौतारी गयो खा भनेर दिएँ। देवीजङले 240 खाएरै मऱ्यो, 240 खाएर मऱ्यो। त्यस्तो नै हुन्छ। पहिला कति हो 400 500 340 लगाएको थियो, पछि माग्दामा दिँदैन। एक दिन जुवा खेल्न लागेको छ, अरू मान्छे पिलिक्कै हेऱ्यो मलाई, उभिया दिएको मैले मागेको थिएँ, अनि एउटा सही ल मैले मिल्काइदियो, मलाई टिपेर हालेँ, छैन। पछि माग्यो, जति फेर माग्यो, मान्छे मैले मागेँ, उसको इज्जत जाने, छुट्टै माग्दा भने छैन भन्छ, ल ऊ खा अब तैँलाई भाउ भनेको थियो भन्दा भन्दै दिँदै दिएन, मऱ्यो। ऊ गयो, त्यो 240 खाएरै मऱ्यो। अहिले छोराहरूलाई भनिदिए पनि हुन्छ भनेर के गर्छ, दिँदैन। हुँदैन, भन्नु हुँदैन। ऊ बेलाको 240 भने अनि अब तपाईँको शेखापछि छ नि, तपाईँको शेखपछि हामीले के गर्ने भन्नुहोस् अब। यहाँ उसले खिच्छ यहाँ के तपाईँको शेखपछि अब के गर्ने? राम्रोसँग काम गरिदिनु, धेरै दान गर्नु पर्दैन। अलिअलि नभई नहुने पत्र पुष्पमा गलेको हुन्छ, के गर्नु धेरै दान? दान त्यत्रो लेखिया छ त, 10 दान छ, पददान छ, छो नै अष्टदान छ, लेखेको त छ नै। धेरै धेरै पैसा पर्ने, धेरै खर्च गर्ने होइन, ठिक गर्नुपर्छ। त्यो अरू चाहिँ अनि अन्त्य भएपछि सकेसम्म अब अस्पताल नगइकन जान पाए हुन्थ्यो, घरमै अस्पताल जानु हुँदैन। अनि राम्रोसँग सकेसम्म अरूले नछोइकन, सबैले छुन्छन् अब लास, नछोइकन आफूले मात्रै गरेर गाडीमा लगे पनि बोकेर लानु, टाढा बोक्नु सक्दैन। लग्यो भने पनि अरूले त्यहाँ नसोच्छ। उहाँ लगाएपछि ऊ त्यस्तै त्यस्तो फोहोरमा नजलाउनु, आमालाई जलाएको ठाउँ त्यस्तो जलाउनु भने त्यही भनिरहेको। त्यहाँ राम्रो छ। अनि त्यसपछि पैसा खाँदो रहेछ अहिले, कति 22,000 तिरो क्या। पैसा त खाइहाल्छ नि, हवस्। पैसा नआए त के गर्थ्यो बुवा? अनि त्यसपछि के गर्ने त? अनि त्यहाँपछि काजगिरिया गरिसकेपछि बार्नको कुरा पनि कहाँ गर्ने त? काजगिरिया कहाँ गर्ने? त्यो छोराहरू घरमा जुन घरमै गरे राम्रो हुने, त्यो अन्त त्यो पशुपति राम्रो छैन। हो घरमै छोराहरू जुन चाहिँ घरमा गर्न मन लाग्छ उहीँ, अनि वर्ष दिनसम्म काम गरिसकेपछि सेतो कपडा लुगा सेतो लाएर नबारे हुन्छ, कहिलो लाए हुने रहेछ, कस्तो लाउँछ मान्छे। त्यो सेतो लाएर हिँड्दाखेरि राम्रो नि भएन, त्यो नगरी नहुने छैन, पर्दैन त्यस्तो। त्यो नगर्ने वर्ष दिनपछि सप्ताह एउटा चाहिँ गर्नुपर्छ तिमीहरूले। तर पढ्ने बाउने को पाउँछ र? अब पाइहाल्छ नि, कति पाइन्छ? राम्रोसँग पढ्ने पाइन्छ। अस्ति आमाकोमा पायो नि त, पाइहाल्छ नि पाउने मान्छे। अस्ति त त्यही दाजुले पढ्यो, त्यो बाउले कस्तो पर्छ, कान सुन्दिनँ म। राम्रो पढ्छ, राम्रो स्वरले प्रष्ट पढ्ने चाहिन्छ हो, त्यस्तो ल्याउनुपर्छ। अनि तपाईँसँग भएको अलिअलि पैसाहरू के गर्ने त? अलिअलि भएको पैसा के गर्ने? पैसा के गर्ने? अब बिरामी भयो भने कतिजना खर्च हुन्छ, के हुन्छ भयो भने त्यही हुन्छ, अनि भए बाँडेर खाने नि होला नि। तपाईँको सप्ताह गर्नु पर्यो, त्यो गरिसकेपछि त्यो गरुन्जेल त्यो त्यही राख्नु परेको नि। यो केटीहरूलाई बहिनीहरूलाई के गर्नु पर्यो? बहिनीहरूलाई तिनीहरूलाई दिनुपर्छ अलिअलि। त्यो पैसा कति हुन्छ दिनु नि, तिनीहरूलाई दिनु, आफूहरूले बाँड्नु, सबैले बाँड्नु। लौ अब जग्गा जमिन भएको बाढी हाल्यो, सबै मैबाट छुट्याइसक्यो पोहोरै। तर अहिले यिनीहरूले अप्ठ्यारो गरिरहेछ। त्यो गाउँको जग्गा के गरे त्यस्तो, उसको नाममा एउटा उसको नाममा एउटा गरेर त्यो कहिले मिलाउने हो? त्यो
मिलाउँदैन। त्यो मिल्छ अब बिस्तारै। तपाईँको नाति कतिजना? 6 जना नाति, नातिनी? नातिनी पनि 6 हो नि। रेणुको र शारदीको छोरा चाहिँ गर्नु पर्दैन। अनि शारदा रेणुको छोरछोरी गने खोइ बुढा? छोरीको छोरी नातिनी 2वटा, 3टा। ठुली छोरीको कान्छी छोरीको एउटा छोरो, एउटा छोरी, एउटा नाति, एउटा नातिनी। अनि उता कापिङको? हँ? कापिङको नि कापिङ? कापिङको बुढीको छोरीको छोरी। बुढीको रे तपाईँको नातिनी त हो नि? अनि त्यो चाहिँ त्यो रामशोभा भन्नेको खै अहिलेसम्म बिहे नगरेर बसिया छ। बिहा गर्छिन् अब। राम्रैसँग हुन्छ कि। ऊ त्यो मोटरसाइकल पनि किनेको छ, बिहा गर्छिन्। भाउ मरेर किने बसिया थियो अरे अस्ति नै, अहिले त सिधी आएर नै बर्खा दिन बाँध्ने होला। होला 10 दिनपछि बिहा गर्छ।